If there's even a whisper of red panda activity in these woods, Chatra will find it. 10 years in this forest has trained his eyes for the tiniest clues. So many years on this landscape have taught him something vital. To protect a species, you must protect its home. र यस वनमा रेड पन्डाको विभिन्न अनुसन्धान गर्ने, जस्तै अब दिशा अवलोकन गर्ने, अनि माथिबाट सरहरू आउँदाखेरि उहाँहरूसँग पनि यसमा सहयोग गर्ने र यसलाई चाहिँ अब कति रेड पन्डाहरू छन् भन्ने र अवलोकनहरू पनि हामी गरिराखेका छौं। चोरी सिकारी सम्बन्धी पनि हामी गस्तीहरू गरिराखेका छौं। भेटिएको छैन, चोरी सिकारी यहाँ भएको छैन भन्ने प्रमाण छ, किनभने अहिलेसम्म कुनै पनि हामीले पासो या कुनै पनि केही नतिजाहरू देखिएको छैन। त्यसले गर्दाखेरि हामीले गस्ती गर्दाखेरि चोरी सिकारी छैन भन्ने नै हामीलाई लागिरहेको छ। But this work goes far beyond elusive animals. With the Red Panda Network team, he's guarding the forest itself and every species that needs to stay alive. र यस चित्रेहिले सामुदायिक वनमा 2 वर्षदेखि वृक्षारोपणको कार्यक्रम भइरहेको छ र यो नाङ्गो रहेको जुन डाँडालाई चाहिँ हरियाली बनाउने उद्देश्यले यो वनमा दुर्लभ वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले र हाम्रो यस सामुदायिक वनको समितिले फरेस्ट गार्जियनको रूपमा मलाई नियुक्ति गरेको हो र यो दुर्लभ वन्यजन्तु चाहिँ संरक्षित होस् भन्ने मनसाय हामी सबै यहाँको आम मानिसहरूको पनि रहेको छ। यसरी नै काम गर्दै जाने मेरो इच्छा रहेको छ।